हेलो गाइज, सबैलाई स्वागत छ मेरो भ्लगमा। मेरो यो भ्लग चाहिँ दोस्रो भ्लग हुनेछ। म चाहिँ अफिसबाट टुर जान लागेको अस्ट्रेलियन बेस क्याम्प। मलाई पुर्याउन जानको लागि मेरो श्रीमान रेडी हुनुहुन्छ। अब म चाहिँ अफिसबाट फोन आइसकेछ छिटो भनेर। 7 बजे हो 6 बजे हो जानुपर्ने, 7 बजे चाहिँ म जाँदैछु। अब मेरो ब्याग चाहिँ रेडी छ, म ब्याग बोकेर म निस्किँदैछु। ल दिदी गएँ है, बाई बाई। म चाहिँ अब घरबाट निस्किसकेछु, अफिसमा गएर भिडियोहरू क्याप्चर गर्नेछु है। Hello friends, good morning. I am going to make a new video on my YouTube channel and please subscribe. Please subscribe. Subscribe. Please Subscribe. Please फिर आ गए हामी चाहिँ आज रोज सब राज्य खुश है स्टाफहरू आज चाहिँ हाम्रो रोजना आज कति एनिभर्सरी हो 25th एनिभर्सरी हो। त्यही भएर हामी चाहिँ आज टुर जाँदैछौँ एबिसी क्याम्प। हेर्न सक्नुहुन्छ हजुर, यहाँ सबैजना रेडी हुनु भइसकेको छ। जान्छ कहिले थाहा छैन, यहाँ रेडी हुँदैछ। अब हामी रोजिना प्रेसको सबैजना स्टाफहरू अब सबैजना एकजुट भएर 5 मिनटभित्र हामी अब गाडीमा बस्ने तयारीमा छौँ। त्यसैले सबैजना एकजुट हुनु होला। हजुरलाई कस्तो लागिरहेको छ? खुसी लाहा रे हजुरहरूलाई। यता हजुरहरूलाई माइलीलाई कस्तो लागिरहेको छ? रमाइलो लागिरहेको छ। हजुरलाई कस्तो लागिरहेको छ? रमाइलो एकदम। हजुरलाई कस्तो लागिरहेको छ? एकदम खुसी कस्तो लागिरहेको छ? एकदम खुसी लागिरहेको छ। हजुरलाई एकदम खुसी लागिरहेको छ। हेलो, एकदम रमाइलो, एक्साइटेड हजुर। दामी। ल खै क्याप लगाम ल। जल्दी लगाओ जल्दी। ल अब लग रहे हो ना रोज नाफ्टर प्रेस का फैमिली? कैसे लग रहा है आपको? बढ़िया सब लोग। हजुरलाई मेन कस्तो लागिरहेको छ आज? आज चाहिँ हामी रोजिना अपसेट प्रेसको चाहिँ फ्यामिली पिकनिक फेलोसिप चाहिँ हामी के अरे धम्पुस हुँदै अस्ट्रेलियन बेस क्याम्प जाँदैछौँ। 25औं एनिभर्सरी मनाउनको लागि नि हामी एकजना पर्खाइमा छौँ। हामी सबैजना रेडी भएर अब गाडी रेडी भएर हामी प्रस्थान गर्दैछौँ। धन्यवाद। बाई बाई गर्नु सबैजनाले। हजुर कस्तो लागिरहेको छ? म त एकदम खुसी। ए भगवान नसक्दो फेरि यहाँ। ल भन्नुहोस् सर, हजुर कस्तो लागिरहेको छ? हजुर त माइकी टिम कि क्या हो? हामी गोर्खादेखि गए होइन रोजिना प्रेसको चाहिँ टुर होइन, यो फेलोसिप प्रोग्रामको लागि चाहिँ हामी गोर्खादेखि धाउँदै आएको होइन। हजुर हजुर एकदम बहुत खुसी लागेको। ल हजुर गाइज आर फिलिङ from Kathmandu. We are not asking that. यस्तो प्रोग्राममा फेरि आइरहे। ल यो हाम्रो रोजिना अपसेट प्रेस। हजुरहरूलाई कुनै पनि अब प्रिन्टिङको बारेमा जान्नु छ या केही कुराहरू गराउनु छ भने चाहिँ हजुरहरू हाम्रो रोजिना फ्यामिलीमा आउन सक्नुहुन्छ। यतापट्टिबाट चाहिँ यो चाहिँ स्यामसङ गल्लीबाट आउन सक्नुहुन्छ र यतापट्टि भनेको चाहिँ ओम हस्पिटलबाट हो। बाई बाई गर्नु ल। ल लेट्स गो गाइस, लेट्स गो।
फाइनली हामी चाहिँ गाडीबाट झरिसकेका छौँ। पोखराको एकदमै पर्यटकीय स्थल, पर्यटकहरूको गन्तव्य बनेको सानो भए पनि अति सुन्दर गाउँ धम्पुस गाउँमा झरिसकेका छौँ। हजुरहरूले देख्न सक्नुहुन्छ कति सुन्दर छ यो गाउँ भनेर। हामी चाहिँ गाडीमा एकदमै रमाइलो गर्दै कार्यक्रममा नाचगान गर्दै दोहोरी गीत गाउँदै एकदमै मनोरञ्जन गर्दै हामी चाहिँ धम्पुस गाउँ आइपुगेका छौँ। अब हामी चाहिँ यहाँबाट खाना खाएर अनि हाम्रो अफिसको 25th एनिभर्सरीको प्रोग्राम गरेर अनि हामी हाम्रो गन्तव्यतिर लाग्नेछौँ। हजुरले गन्तव्य हाम्रो कहाँ हो भनेर थाहा पाउनको लागि चाहिँ मेरो फुल भिडियो हेर्नुपर्नेछ। अनि तपाईँले चाहिँ मेरो च्यानल सङ्गीता ब्लग्समा लाइक, कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु हुन र धेरैभन्दा धेरै माया गरिदिनु हुन चाहिँ हजुरहरूलाई म आग्रह गर्दछु। हामी चाहिँ अब प्रोग्राम गर्ने खाना खाने भनेर चाहिँ प्याराडाइज होटलमा आइसकेका छौँ। अब हामी चाहिँ प्रोग्राम गर्छौँ। म प्रोग्रामको भिडियो पनि राख्नेछु, सबैले हेरेर माया गरिदिनु होला। सजिलो थिएन। जब कालदेखि स्थापना कालदेखि आजसम्म आइरहँदा विभिन्न सङ्घर्ष गर्दै विभिन्न काँडाहरू पन्साउँदै आजको विगत 2 वर्षदेखिको आजको यो दिन 2 वर्षसम्मको दिन कति चाहिँ कठिन र व्यतीत गरे। तपाईँहरूको साथमा साथ हातमा हातले गर्दा नै आज यो मदन जयन्ती महोत्सव मनाउन सफल भएका छौँ। प्रतिज्ञाको फल मिठो हुन्छ अब चाहिँ गर्दै जाउँ सकिन्छ गर्नुपर्छ काम त्यही हो है मिलेर गरौँ गर्दै जाउँ मेन काम पनि गर्दै जाउँ होइन आरती म अगाडि आधा बनाउनु हात तपाईँहरू पानी आउँछ है।
यहाँ खाना खाने बेला हुँदैछ के खानालाई यहाँ यस्तो भाडा उपलब्ध हो सबजना खाना उसले भन्छ अरे के भयो अब बनाऊ त यहाँ हामीले केक किनेर नभएर टिसुमा अनि चप्चा यस्तो उहाँ दाइले चाहिँ खाना ल्याइदिँदै हुनुहुन्छ हामी सब और अभी तो रुको क्लाइमैक्स अभी बाकी है।